ग्यास्ट्रिकदेखि कसरी छुटकारा पाउने त? यो समस्या त एकदमै धेरैमा चाहिँ अहिले रहिरहेको छ होइन। कुनै समयमा मलाई पनि यस्तो धेरै ग्यास्ट्रिक हुन्थ्यो साथीहरू होइन। अहिले मलाई कुनै ग्यास्ट्रिक हुँदैन है। तपाईँले एउटा सानो बानी मात्रै तपाईँको चेन्ज गर्नुभयो भने तपाईँलाई ग्यास्ट्रिकले कहिल्यै पनि सताउँदैन है। त्यो कुरा के हो भन्दा तपाईँले तातो पानी पिउन सुरु गर्नुहोस् है। बिहानमा उठ्ने बित्तिकै 2 गिलास तातो पानी, तातो तातो नै कि फेरि त्यो मनतातो सन्तातो होइन, अलिक तातै पानी पिउनु पर्यो। थपक्क बसेर एक ठाउँमा तपाईँले तातो पानी पिउन सुरु गर्नुहोस् होइन। तपाईँको ग्यास्ट्रिकको समस्या हेर्नु न, तपाईँले आफैले एकदम त्यो के भन्छ प्र्याक्टिकल गरेर नै थाहा पाउनुहुन्छ क्या। मैले भनेअनुसारै तपाईँले विश्वास गर्न परेन, आफैले नै प्र्याक्टिकल गर्नुहोस् है त। बिहान बिहान उठेर 2 गिलास तातो पानी पिउनुहोस्, त्यसपछि खाना खाएको 1 घन्टापछि पनि तातो पानी पिउनुहोस्। लाइक कि तपाईँले चिल्लो चाप्लो जे पनि खानुहुन्छ नि त, त्यो खाएको 1 घन्टापछि चाहिँ तातो पानी खाने बानी बसाल्नुहोस्। तपाईँको ग्यास्ट्रिक सर्ट हुन्छ, हेर्नु होला।